नमस्ते। आज मैले लिएर आएको छु आँपको मसलेदार अचार। आँपको सिजन छ अहिले त यो समय त झन् ठिक्क अचार हाल्ने बेला भएको छ आँप। अनि यो समयमा हजुरहरू पनि यसरी नै मसलादार अचार बनाउनुहोस् भनेर यो भिडियो तयार गरेको मैले। अनि यसमा के सामग्री छ त, मात्रा कति कति हो भनेर फुल भिडियो पनि मैले बनाएको छु, हेरिदिनु होला। अनि कस्तो लाग्छ कमेन्ट पनि गरिदिनु होला, मेरो भिडियोलाई पनि माया गरिदिनु होला। अनि मलाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब पनि गरिदिनु होला। म प्रत्येक वर्ष यतिखेरै यसरी आँपको अचार हाल्छु। यो चाहिँ दसैँ तिहार सबै फेस्टिभललाई एकदम काम लाग्ने एकदम मिठो अचार हो। लामो समयसम्म पनि बिग्रिँदैन। मेरो तरिकाबाट बनाउनु भयो भने त अर्को सालसम्म पनि रहिरहन्छ यो आँपको अचार। अनि कसरी यस्तो बनाइन्छ भनेर मैले भिडियो बनाएको छु सामग्रीका साथमा, हेर्नु होला। अनि मलाई कमेन्ट पनि गर्नुहोला। यो चाहिँ मेरो भान्साको एकदम सो दिने अचार। ट्याक्क भान्सामा यो आँपको फक्का अचार राख्यो भने भान्सा पनि राम्रो देखिन्छ अनि खाना पनि मिठो त्यत्तिकै छ।